ट्युसन जानु पर्दैन अरे। फर्सीको मुन्टा। नमस्ते साथीहरू, पम्पा लाइफ ब्लगमा हजुरहरूलाई धेरै धेरै स्वागत गरे है। हजुरहरू सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा राखेकी छु र म पनि सन्चै छु साथीहरू। त्यति भन्दै आजको न्यू दिन र न्यू ब्लग लिएर हजुरहरूको सामुन्ने आइसकेको छु। यहाँ देख्न सक्नुहुन्छ है, धेरै दिनपछि ब्लग लिएर आएको छु है साथीहरू। यस्तै भइरहेको छ। यहाँ हेर्नु न, यो चाहिँ फर्सीको मुन्टा है। हेर्नु न कस्तो मजाले गट्टा लागेको छ हो यहाँ। त्यसपछि अझै कता कता छ हौ, भक्कु छ, थुप्रोको थियो त मैले टिपेछु के हो। इस यहाँ हेर्नु न, यता पनि छ हो, यहाँ पनि छ। अब यो फर्सीको मुन्टा केलाउने, आज फर्सीको मुन्टा बनाउने है तरकारी। त्यसपछि यहाँनिर फुल, यो चाहिँ फुलको पकौडा बनाइदिन्छु छोराछोरीलाई है। यो चाहिँ यहाँ राख्छु, अघि मैले बारीबाट टिपेर लिएर आएको है। यो चाहिँ हाम्रो आमाहरूको घरको बारीमा भएको थियो, गुवाबारीमा, त्यो टिपेर ल्याएको। आमाले रोप्नु भएको थियो हो, अनि टिपेर ल्याएको। तरकारी पनि थिएन केही, अनि त्यस कारणले गर्दा है गएर चडाङ चुडुङ पारा चुडचाड पारा लिएर आएँ। अब यसलाई झाइँ झुइँकाएर बनाउँछु है। ल त ब्लग हेर्दै गर्नु होला है। अब यो चाहिँ म आधी केलाइरहेको छु है हो। अब यति केलाइसकेपछि फेरि भेट्छु हजुरहरूसँग। यो मुन्टाहरू चाहिँ केलाइसकेँ हो यहाँ। अब यो चाहिँ लगेर फ्यालाइदिन्छु हो, अनि यसको चाहिँ पकौडा बनाउँछु। के साह्रो तिमीहरू चलेको हौ। ए यो चाहिँ मुन्टा केलायो हो, एक गमला भयो मुन्टा पनि हो। एक गमला मुन्टा अब बनाउँछु यो है साथीहरू। के हो तिमीहरूको तमासा यस्तो? अरे बिदान दिदी पे कुट्छस् दिदीलाई? बिदान कुट्छ दिदीलाई? ए यो मुन्टा पनि केलाइसकेँ। हेत कतिपल्ट मुन्टा भन्दो रहेछु। यो उयो के अरे फुल पनि केलाइसकेँ है। यसरी केलाएको छु फुल हो। यो चाहिँ नि यस्तो गरेर यो चाहिँ फ्याँक्नुपर्छ है, यो चाहिँ फ्यालिदिनुपर्छ। अब यो चाहिँ बेसनमा चोबेर पकौडा बनाउँछु। पर्खिन हौ, नगर न। बेसन घोल्यो हो। बेसन घोलेर चाहिँ मैले यसरी बेसनको यो 4टा पकौडा बनाइदिएँ है। त्यो फुलको, फर्सीको फुलको चप है, मिठो हुन्छ साथीहरू। त्यसपछि यहाँनिर तेल हालिदिएँ, सुकेको खोर्सानी, हरियो खोर्सानी। त्यसपछि एउटा टमाटर लाएर चाहिँ मजाले यसरी बनाउने छु है। धेरै दिनपछि चाहिँ ब्लग लिएर आएकोले गर्दा होला कि एकदमै धेरै उयो अप्ठ्यारो लागेको छ कि के बोलौँ के नबोलौँ भइरहेछ होइन। त्यसपछि यहाँ देख्न सक्नुहुन्छ यसरी मैले चप बनाएर निकालिसकेको छु है। खाऊ न पहिले भगवान्लाई सम्झेर खानुपर्छ छोरा। लु खा, एउटा हातले खाऊ न, राइट ह्यान्डले खाऊ। पहिले भातसँगै खाऊ त, बाइट गरेर कस्तो हुन्छ, मिठो हुन्छ कि हुँदैन। पकौडा हाल। यता हेर त मम्मालाई, मिठो छ। ल खाऊ ल। खानापिना भयो है। अब खाना खाएर मात्रै भएन, जुठो भाँडा पनि मोल्नु पर्यो। जुठो भाँडाले मलाई हेरिरहेको छ, कति बेला यसले मलाई सफा गरेर राख्छ भनेर अब म भाँडा मोलिहाल्छु है। खाना चाहिँ खाएँ खाइपिसेस।
भाँडाकुँडा मोलेर खत्तम है। भाँडा सफा गरिसकेँ, ग्यास चुल्हा सफा भइसक्यो। त्यसपछि यो सेल्फ पनि सफा गरेँ। यो चाहिँ दाल छ, अलिकति भात बाँचेको छ। त्यसपछि यहाँ साग छ अलिकति है। यो चाहिँ यसरी मैले खनाएर राखिदिएको है। त्यसपछि भाँडाहरू चाहिँ सबै सनाकसनिक पारेँ। अच्छा भातको डेक्ची कराई सबै धोएँ, मेरो काम खत्तम। अनि साथीहरू यो बेडरुम छ नि, यहाँ हेर्नु न, यो बेडरुम जति यसरी मिलाए पनि मिल्दैन क्या, छोरा चढेको गर्छ। यो खाट चाहिँ यहाँ छ, दिवान चाहिँ यहाँ छ क्या। आज चाहिँ म यो नि यताको उताको यता सार्नु पर्यो, किनभने यो गोद्रेज नि यहाँ हेर्नु न साथीहरू, यो गोद्रेज क्या यहाँ हेर्नु त खोलिँदैन, यति जग्गा छ कि खोलिँदैन हो। अनि त्यही भएर यो गोद्रेजलाई यता मिलाएर राख्नु पर्यो। यो हिजो धोएको लुगा यसरी सुकाएको छु, यो सुकिसकेको छ, यो पट्टाउनु पर्ने छ है। ल त साथीहरू, आज चाहिँ हजुरहरूलाई मैले यति नै देखाउनु सकेँ है। अब फेरि अर्को ब्लगमा भेट्छु। त्यतिन्जेलको लागि नमस्कार एन्ड बाई बाई है।